8 केजीको छ नि तपाईको यो अब सुक्खा कपडा 8 केजी हैन यो तपाईको भिजेको हिसाबले 8 केजी हो त्यो ध्यानले राखे धेरै अब जस्तै 8 केजी छ भने कटन कपडा 8 केजी राख्दा हुन्छ सुक्खा कपडा किनकि त्यो भिज्दा त वेट हुँदैन नि कटन तपाईले भने जस्तै त्यो मैले कटनको राख्दा चाहिँ फेरि आवाज आउँदैन यस्तो खालको राख्यो भने आवाज आउँछ होस् अब त्यो पाइप जोडेकै छैन होस् तपाईको यो भिजेको हिसाबले भनौँ न यो त तपाईको 1 केजी हुन्छ अनि यो भिजेपछि त यो 3 केजी भइदिन्छ भन्दाखेरि यस्तो दुईटा भन्दा बढी राख्नु भएन मिल्दैन राख्यो भने तपाईको धुन चाहिँ धुन्छ तर यो मसिनमा असर पर्छ भन्दाखेरि टिकाउ हुँदैन मैले यस्तो खालको चाहिँ 8 किलोको ठाउँमा 4 किलो लुगा राख्नु पर्यो 4 किलो जति लुगा राख्नु पर्छ तपाईको हुन्छ नि अब दुईटा ज्याकेट तपाईको नर्मली 2 केजी हुन्छ त्यो भिज्यो भने 5-6 किलो 7 किलो यतिकै भइदिन्छ त्यस्तो के भन्छ दाइ यहाँ यो तरिका नजानेर तपाईको हुन्छ नि सकभर अब ज्याकेटहरु तनाहरु छ भने यहाँ उलको सिस्टम दिया हुन्छ के उलमा राख्नुहुन्छ भने राम्रो हुन्छ किनकि यो तपाईको यसमा राख्नु हुन्छ भने तपाईको यही हिसाबले तपाईको स्पिड लिने टेम्परेचर लिने हुन्छ तपाईले उलको कपडा हाल्दिनुस् यो त वेटले कपडा हुन्छ अब अरुमा हाल्नुहुन्छ भने यसको त स्पिड अब 1400 आरपीएम गर्दियो भने यो त धेरै गरुङगोलाई स्पिडमा घुमाउनलाई त अलि यसले गाह्रो हुन्छ त्यो सब नि बुझ्नु पर्छ ल बुझिसक्यो कटनको चाहिँ 6 किलो सम्म राख्दा हुन्छ कटनको त 7 केजी सम्म राख्दा फरक पर्दैन किनकि त्यसमा पानी धेरै उ गर्दैन के सोच्दैन भने यस्तो खालको ज्याकेटहरु उलन स्वेटरहरु चाहिँ हामीले 4 किलो भन्दा बढी राख्नु भएन 3 किलो 4 किलो यस्तो आफ्नो हिसाबले भनौँ न यो सुक्खा छ बेला भिजायो भने अब 3 किलो हुन्छ कि 4 केजी अन्दाजले राख्नु पर्यो अब के ने पनि यो भिजी बेस्ती पके पनि यो 5 किलो यो त 4-5 किलो भइसक्यो दुईटा राखे पनि भयो यो हो त्यही भएर आवाज आएन यो अहिले थाहा पाएन ल त्यस्तो गरे भने मोटर नै छिटै जान्छ यसको जुन ड्रम हुन्छ नि हजुर त्यो छिटो जान्छ के ल अब तरिका थाहा पाए है हजुर हुन्छ प्रब्लम चाहिँ छैन त्यही अलि उसमा चलाउनु राम्रो हुन्छ तपाईले भन्नुको हिसाबमा चलाउनु हजुर अनि तपाईले दुख दिए के गर्ने अब जे जति आफूलाई खुसी लाग्छ दिनु अब यही नजिकै छ म अब आइहाल्यो पेट्रोल खर्च है त ल हुन्छ के भयो भने फोन गर्नु नम्बर सेभ गर्नु छ नम्बर छ ल लाग्छ है ल